यस्तो बिजोक छ बिचरा यो टिन कसले राखिदिएर रहेछ नि धन्न यति टिन रहेछ ए बालाई मैले चप्पल ल्याइदिन्छु आज लगाउनु पर्यो बा मैले कसैलाई नचोर्दिनँ भनेको छु अहिले चाहिँ अब साँझ पख यहाँ आउनुहुन्छ अब बाहिर कहीँ खाना पाउनु भयो नि खाने हो नभए भोकै सुत्ने हो यस्तो बिजोक छ बिचरा यो टिन कसले राखिदिएर रहेछ नि धन्न यति टिन रहेछ ओहो यस्तो छ हालत ल जिन्दगी यस्तै हो गाइस आज ठिक छ भोलि के हुन्छ कसलाई थाहा छैन होइन म बस्ने सेरेफेरोबाट हिँडिरहनुहुन्छ उहाँको दुःख देख्दा कस्तो गाह्रो महसुस हुन्छ होइन र उहाँको त्यो खुट्टामा चप्पल अस्ति म त्यो पुलको छेउमा बसिरहेको बेला चाहिँ धेरै पटक फुस्कियो उहाँले चाहिँ बल्ल 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 त्यो पुल क्रस गर्नुभयो कि त्यसै मलाई एकदमै कस्तो बालाई चप्पल किनेर दिन पाए हुन्थ्यो भन्ने मनमा लागिरहेको थियो अनि चाहिँ चप्पल किनेर अस्ति मैले दिएको नि हो तर साँगुरो भयो त्यसरी अलि ठुलो साइजको ल्याइदिएको छु मैले सोचेँ जस्तो त अलि पाइएन होइन हल्का चाहिँ हल्का छ पछाडि बाँध्न मिल्ने खालको चप्पल भइदिए भए कति सहज हुन्थ्यो होइन यसो अडिने खालको त्यो भेटिएन अलि यो चाहिँ मैले ल्याइदिएको कस्तो हुन्छ हेरौँ त्यो पनि भएन भने अर्को विचार गर्नु पर्ला ए बालाई मैले चप्पल ल्याइदिन्छु आज लगाउनु पर्यो बा मैले कसैलाई नचोर्दिनँ भनेको छु होइन यहाँ ठुलो ठुलो ल रोकिन त यहाँ ठुलो छ यी म त ठुलो ल्याइदिन्छु तर बालाई त हो बाकोमा खुट्टा ती बिचरा दुखेर पछाडि ल हेर्नु त यत्रो छ ठुलो यी ल्याउनु त इन त हुन्छ नि हल्का यी लाउनु पर्यो नि बा ल लाउनुहोस् त यो हुन्छ यो यहाँ खुट्टो अड्छ भित्र आनन्द हुन्छ ल लाउनु त कोचार्नु त अलि माथि पेल्नु ठुलो छ यहाँ ल लाउनुहोस् हो अब ल्याउनुहोस् हो मिल्छ नि बा मिल्यो होइन ल आनन्द लाउनुहुन्छ नि बाले यस्तो राम्रो चप्पल ल्याइदिएको छु मैले हल्का छ नि बा हल्का छ लाउनुहोस् यो पनि लाउनुहोस् यो लगाएपछि ठिक्क भएछ बा होइन ल अगाडि पेल्नुहोस् कसरी चोर्दिन्नन् ल यी भयो त बा आहा अब यिनी फालिदिने हुन्न र यता लौराले तलतिर फालिदिउँ अब यिनी किन चाहिएर होइन र ल जा ल बालै सुहायो नि बा हेर्नु त सजिलो रहेछ नि बा ल मैले बालाई यो चाहिन्छ र फाइबर ल हुनुहोस् राख्नुहोस् पुरा भिडियो मेरो युट्युब च्यानल राजेश भ्लग्समा छ हेर्नु होला